तपाईलाई जे कुराको अभाव छ नि, तपाईले परमेश्वरमा विश्वास गर्नुभयो, गरिराख्नु भयो भने नि परमेश्वर तपाईको गोठाला बन्नुहुनेछ र तपाईलाई अब त्यो कुराको अभाव हुने छैन। मलाई पहिला पहिला मान्छेको छेउमा बोल्नु डर लाग्थ्यो, साहसको अभाव थियो, किनकि भकभकेर बोल्थे। जब परमप्रभु मेरो जीवनमा आउनुभयो नि स्पष्ट बोली आयो। साहस मैले गरेको होइन, साहस उहाँबाट आयो। परमप्रभु तपाईको गोठालो हुनु छ, तपाईलाई केही कुराको घटी हुने छैन। हालेलुया। यो वचनलाई खाली हामीले नि आर्थिकको बारे मात्र बेसी प्रयोग गर्यो। रुपियाँ पैसा सकियो भने पास्टर बाबुले भनेको छ घोषणा गर, परमप्रभु मेरो गोठालो हुन्छ, परमप्रभु मेरो गोठालो हुन्छ, मलाई केही कुराको अभाव हुँदैन। आर्थिकको मात्र होइन, अब तपाईलाई राम्रो श्रीमानको अभाव हुने छैन, तपाईलाई राम्रो सन्तानको अभाव हुने छैन। तर मनमा प्रश्न होला, तर मेरो सन्तान त बाङ्गो बाङ्गो छ, विश्वास गर्नुहोस् न।